ल नानीहरू यता आउनु छोरी गीत लेख्ने र गाउने हबे ताली पड्काएको तो फेरि सबैले हबेले गयो ल कता पढ्छौ 4 क्लास पढ्ने नानी यता ल्याउ त ल सबै दाजुभाइ दिदीबहिनीहरू नमस्कार छ मेरो पर पछाडि सबैलाई नमस्कार छ है अब घरौडी आलो पढेको नमस्कार मेरो सबैलाई नमस्कार छ है अब तपाईहरु सबैले माया गरेर तपाईले आफ्नो कर्तव्य पूरा गरिल्यौ हकी हो अब मेरो कर्तव्य पूरा गर्न बाँकी छ है अब मैले अरु धेरै लामो कुरा बोल्नुपर्ने केही छैन तपाई सबैलाई धेरै धेरै धन्यवाद जसले मतदान गर्नुभयो उहाँलाई पनि धन्यवाद जसले मतदान गर्नु भएन तिनलाई झन् बढी धन्यवाद किनभने कम्पिटिसन कस्तो हुँदो छ कस्ता मान्छे त लड्नु पर्दो छ भन्ने थाहा त पाइयो त त्यो भए हुनाले सबैलाई धेरै धेरै धन्यवाद मेरो केही छैन गाउँभित्र पार्टी हाटिनु गरे गाउँ सबै मिलिकन बस्या मेरो सन्देश त्यही हो नेता बिहे झगडा नगरे नेता माथि मिलिजान तर गाउँ झगडा मिल्ने हो है नगर्नु आमा मनको इच्छा गर्नु गाउँ समाज सोसाइटी सबै कुरा मिलिकन भोलि बस्यो भने राम्रो हुन्छ हेर्नु म लालु साईको भाइको छोरो हुँ बड्डाले के भन्दा छ पहिला समाज मिल्यो भने संसार मिल्दो छ भन्दा छ समाज मिलेन समाजमा समाज जसले राजनीति गर्ने सोच बनाएका छौ अब लाग केन्द्रीय सरकार माथिको सङ्घ मात्रै जितेर हुँदैन अबको यहाँको ओडा जित्नुपर्छ पालिका पनि अब जित्नुपर्छ युवा आउनुपर्छ र लेप्चा गर्न नहग्ने मान्छे पालिका चलाउने हैन पढे लेखेको मान्छेले पालिका चलाउने हो र भोलि यहाँ विकास गर्ने हो बस तयार भएर बस अरु के पनि मलाई थाहा छैन समस्या पर्यो कस्तो समस्या भोगे अहिले मैले भने गाउँमा गयो कोही मान्छे बिरामी भयो हाम्रा मान्छे नै अब हामी किन फोन गर्नै सक्दैनन् अब मान्छे चाहियो भोलि आउँदा धारा बनाउनु पर्ला माथिको सरकारले गर्ने यहीँको सरकारले गर्ने हो त्यहाँ मान्छे चाहियो कोहीलाई दुःख पर्ला कसैलाई पीडा पर्ला कोही किन कसैले दुःख देला त्यही बेला बोल्दिने मान्छे चाहियो तुममा आँखाबाट आँसु झार्न नहुने मान्छे चाहियो त सधैँ म त आउन सक्दैन नि त माथि संसार हेर्दा कि यहाँ हेर्दा मेरो काम ठुलो हो तल बाटोघाटो त्यो गरिलौँ त्यो भए हुनाले स्थानीय तहमा क्या नि हौ त माथि पनि हगिगयो तल पनि हगिगयो अब कुरो राबर प्रवेश गर्ने पछि चिन्ने चुनाव पड्काउने हुँदै क्या नि त्यही कारण नै क्या नि हौ धर्म मान्ने संस्कार मान्ने संस्कृति मान्ने पार्टीका मान्छौँ कसैलाई अपराध गर्नु हुँदैन भनेर कसम खाएर हिँडेका मान्छौँ अहिले पनि देउता मान्नुपर्छ पूजा गर्नुपर्छ भने अनि एउटा दलित बस्तीमा अहिले जबरजस्तीले गलत कुरा हुन आइरहेन जातीय छुवाछुत राजाले गर भन्दै रहे नि फटाहरू लाज लाग्दैन जातीय छुवाछुत हटाउने कानुन पहिलोपल्ट राजा महेन्द्र ल्याएको त्यो कानुन जातीय छुवाछुत विरुद्धको ऐन 2020-21 भनेर अहिले पनि त्यही अनुसार कारबाही हुन्छ प्रचण्डले ल्याइदिए भए प्रचण्डले हटायो भने प्रचण्डको 2066-67 को कानुन हुँदो अहिले पनि तपाईले काहीँ जातीय छुवाछुत गर्यो भने मुद्दा के लाग्छ जातीय छुवाछुत विरुद्धको ऐन 2021 भनेर लाग्छ यसो होइन दाजुभाइ त्यो भए हुनाले अहिले अब दुःख गरिल्याउ मेहनत गरिल्याउ अब मन केही चाहिएन माओवादीमा छौ भने एउटा आइजाऊ काङ्ग्रेसमा छौ भने एउटा आऊ केही हुने नै यहाँ पनि हगियो माथि पनि हगियो बुझ्यौ आओ अब मिलौँ बसौँ के नै छौ त पहिला कि हामी पेटभित्रबाट पार्टीमा भइकन आएँ हौँ कि कोही पछि जोडिँदै भए त सबैजना आऊ सबैजना आएर मेहनत गरेर भोलि यहाँको स्थानीय तहको सरकार जित भोलि गाउँमा कोही महिला बिरामी भइन् भने पनि तिनको औषधिको ट्याब्लेट दिने मान्छे नै त्यसका लागि केटाहरू कसियो सुत्केरी भइन् भनेपछि एम्बुलेन्स ल्याइदिने मान्छे नै एम्बुलेन्सको ड्राइभरबाट रक्सिएर पनि माथि बुढो आडे पढे आउँदैछ तल यहाँ एम्बुलेन्स ल्याउँदैन मन थाहै हुँदैन माथि यहाँ मान्छे त चाहियो त त्यही भए हुनाले अब स्थानीय सरकारको तयारी गर जसलाई राजनीति गर्ने इच्छा छ जोडियो अनि खेती किसानी गर्ने मान्छेहरू मजाले खेती किसानी गर भोट परिहाल्ने बेला हला भट्का के राम्रो मान्छे ल्याऊ
मैले यति भने लामो केही छैन। अब चुनाव जितेपछि फेरि गाउँ आउँला भने चाहिँ आएँ। अब म लाग्छु। अब तपाईँले आफ्नो कर्तव्य पुरा गरिदेऊ। अब मेरो कर्तव्य बाँकी छ है, बाँकी छ। अब गतिलो काम राम्रो गरेन फेरि पनि जिताउला होइन, त्यही गरिनँ भने पछिबाट भाउ त नुहा भन्नुला, अरू के भन्नु। मैले आफ्नो काम आफै गर्ने हो ल। हस्, अनि अर्को केटाहरू को छौ सबको लिस्ट तयार पार।